हेलो गाइस, स्यौ सबैजनालाई भन्दै चाहिँ म मेरो मिनी ब्लग सुरु गर्छु। स्यौ भनेको चाहिँ के हो भन्नु होला, मेरो भाषाबाट नमस्ते भनेको। म चाहिँ दिदीहरूलाई अर्को स्टेसनमा भेट्छु, तर कहाँ कहाँको हो भनेर चाहिँ बुझ्नको लागि चाहिँ लास्टसम्म भिडियो हेरिदिनु होला। हामी तिनजना चाहिँ भेट भइसक्यौँ र बाहिरको सिन बब्बा लागेको थियो नि त, अनि त्यही भएर भिडियो बनाउँदै हिँडेको। दिदी चाहिँ लजाउँदै हुनुहुन्थ्यो कि ब्लगरहरू भन्दै जिस्काउनु भएको थियो। अनि बाहिर चाहिँ खतरा थियो नि त, अनि उमीहरू पनि दामी आइरहेको थियो। अनि हामी चाहिँ भिडियो बनाउँदै हिँडेको। दिदीले चाहिँ पछि यतातिर घुम्न आउनुपर्छ है भन्दै हुनुहुन्थ्यो। हस् हस् भन्दै गयौँ। हामी चाहिँ एक्जिट भइसक्यौँ। बाहिर चाहिँ यस्तो टन्डला पुरो घाम लागेको थियो, कोनबिनी पनि नभेटेर हामी चाहिँ त्यो एउटा कोक किनेको थियो, त्यही खाँदै गयौँ। हामी चाहिँ जान बित्तिकै त्यो दाइहरूले खै सिमको बारेमा के भन्दै थियो। एउटा फ्यान थियो, लिग्यौँ। त्यसको नाम चाहिँ के हो थाहा भएन, यसको नाम चाहिँ धरार हो। दिदीले यहाँ फोटो खिच्दै भन्दैन थियो, राम्रो आएन, फोटो नखिचिकन गयौँ। गाजा बाजा बजाएर नाचिरहेको थियो। दिदीलाई चाहिँ यस्तो मनपर्ने रहेछ। दिदी चाहिँ एकछिन नाच्नु भयो दिदीहरू। अनि यहाँ चाहिँ नेपाली लुगाहरू थियो, यहाँ चाहिँ नेपाली खानेकुराहरू थियो। नेपाली खानेकुराहरू पोर्क मलाई दामी बबाल लाग्यो। अनि एकछिन यहाँनिर फोटो सोटो खिच्यौँ, भिडियो बनायौँ। अनि लास्टमा चाहिँ यो लिगेको थियौँ। अनि यति नै हो। बाई बाई, थ्याङ्क यू फर